सम्पूर्णमा नमस्कार। जय श्रीमन्नारायण, जय जय श्री राधे, हरे कृष्ण। आज हामी श्रवण गर्ने जाँदैछौँ गरुड पुराण शरद्वार अन्तर्गत 9औं अध्याय। 9औं अध्यायको शीर्षक रहेको छ मरणासन्न व्यक्तिको निमित्त गरिने कृत्य। ओम श्री गणेशाय नमः। ओम वेदपुरुषाय नमः। ओम सरस्वती देव्यै नमः। ओम नमो नारायणः। गरुडजी सोध्नुहुन्छ, हे प्रभु, हजुरले आतुरकालीन दानको सन्दर्भमा राम्ररी भन्नुभयो। अब म्रियमाण मरणासन्न व्यक्तिको लागि जे जति गर्नु पर्दछ त्यसलाई बताउनुहोस्। श्री भगवान भन्नुहुन्छ, हे तक्षर्य, जुन विधानले मनुष्य मरेपछि सद्गति प्राप्त गर्दछन्, शरीर त्याग गर्ने त्यस विधिलाई म भन्दछु, सुन। कर्मको सम्बन्धबाट जब प्राणी आफ्नो शरीर छोड्न लाग्दछ त त्यस वखत तुलसीको नजिक गोबरले एक मण्डलको रचना गर्नु पर्दछ। यहाँ त्यस मण्डलको माथि तिल छरेर कुशलाई बिछ्याउनु। त्यसपछि तिनको माथि सेतो वस्त्रको आसनमा शालिग्राम शिलालाई स्थापित गर्नु। जहाँ पाप दोष र भयलाई हरण गर्ने शालिग्राम शिला विद्यमान छ, त्यसको सानिध्यमा मर्नाले प्राणीको मुक्ति सुनिश्चित छ। जहाँ जगतको तापको हरण गर्ने तुलसी वृक्षको छाया छ, त्यहाँ मर्नाले सदैव मुक्ति नै हुन्छ। जो मुक्ति दान आदि कर्मबाट दुर्लभ छ। जसको घरमा तुलसी वृक्षको लागि स्थान बनाइएको छ, त्यो घर तीर्थ स्वरूप नै हो। त्यहाँ यमका दूत प्रवेश गर्दैनन्। तुलसीको मञ्जरीले युक्त भएर जो प्राणी आफ्नो प्राण परित्याग गर्दछ, जो सैकडौँ पापबाट युक्त भए तापनि यमराज त्यसलाई हेर्न सक्दैनन्। तुलसीको दललाई मुखमा राखेर तिल र कुशको आसनमा मर्नेवाला व्यक्ति पुत्रहीन भए तापनि निसन्देह विष्णुपुरमा जान्छ। तीनै प्रकार कालो, सेतो र कैलो, यो तिल, कुश र तुलसी, यी सबैलाई म्रियमाण मरणासन्न प्राणीलाई दुर्गतिबाट बचाउँदछन्। अतः मेरो पसिनाबाट तिल पैदा भएको हुनाले ती पवित्र छन्। असुर, दानव र दैत्य तिललाई देखेर भाग्दछन्। हे तक्षर्य, मेरो रौँबाट पैदा भएको दर्भ, कुश मेरो विभूति हुन्। यसर्थ तिनको स्पर्शले नै मनुष्यलाई स्वर्ग प्राप्त हुन्छ। कुशको मूलमा ब्रह्मा, कुशको बीचमा जनार्दन र कुशको अग्रभागमा शङ्कर। यस प्रकार तिनै देवता कुशमा स्थित रहन्छन्। तसर्थ कुश, अग्नि, मन्त्र, तुलसी, ब्राह्मण र गाई यी बारम्बार उपयोग गर्नाले पनि निरर्थक अवमूल्यन हुँदैनन्। पिण्डदानमा उपयोग गरिएको दर्भ अर्थात् कुश, प्रेतको निमित्त भोजन गर्ने ब्राह्मण, नीचको मुखबाट उच्चारित मन्त्र, नीचो जातिको गाई र तुलसी तथा चिताको आगो, यी सबै निरर्थक अर्थात् अपवित्र, अतएव आग्राह्य हुन्छन्। गोबरले लिपि कुश बिछ्याएर संस्कार गरिएको पृथ्वी भूमिमा आतुर मरणासन्न व्यक्तिलाई स्थापित गर्नु पर्दछ। अन्तरिक्षको परिहार गर्नु पर्दछ, अर्थात् चौकी खाट आदिमा राख्नु हुँदैन। ब्रह्मा, विष्णु, रुद्र तथा अन्य सबै देवता र हुताशान, अग्नि यी सबै मण्डल विराजमान रहन्छन्। यसर्थ मण्डलको रचना गर्नु पर्दछ। जुन भूमि लेप रहित छ, अर्थात् मलमूत्र आदिबाट रहित छ, त्यो सर्वत्र पवित्र हुन्छ। तर जुन भूभाग लिप्ने गरिएको छ वा मलमूत्र आदिले दूषित छ, त्यहाँ पुनः लिपिनाले त्यसको शुद्धि हुन जान्छ। नलिपेको भूमिमा र खाट आदिमा वा आकाशमा भूमिको सतहभन्दा माथि राक्षस, पिशाच, भूत, प्रेत र यमदूत रहन्छन्। यसर्थ भूमिमा मण्डल नबनाई अग्निहोत्र, श्राद्ध, ब्राह्मण भोजन, देव पूजन र आतुर व्यक्तिको स्थापना गर्नु हुँदैन। यसर्थ लिपिएको भूमिमा आतुर व्यक्तिलाई राखेर त्यसको मुखमा सुन र रत्न राखी शालिग्राम स्वरूप भगवान विष्णुको पादोदक गोडाको जल दिनु। जो शालिग्राम शिलाको जल थोपा मात्र पनि पिउँदछ, त्यो सबै पापहरूबाट मुक्त भई वैकुण्ठ लोकमा जान्छ। यसर्थ आतुर व्यक्तिलाई महापातकलाई नाश गर्नेवाला गङ्गाजल दिनु। गङ्गाजलको पानले सबै तीर्थमा गरिने स्नान, दान आदिको पुण्यरूपी फललाई प्रदान गर्दछ। जो शरीरलाई शुद्ध गर्ने चन्द्रायण व्रत 1000 पटक गर्दछ र जो एक पटक गङ्गाजलको पान गर्दछ, ती दुवै समान फलवाला हुन्छन्। हे तक्षर्य, अग्निको सम्बन्धले जसरी कपासको थुप्रो नष्ट हुन जान्छ, त्यसै गरी गङ्गाजलले पातक भस्म हुन जान्छन्। जो सूर्यको किरणले सन्तप्त गङ्गाजलको पान गर्दछ, त्यो सबै योनिहरूबाट छुटेर हरिको धामलाई प्राप्त गर्दछ। अन्य नदीहरू मनुष्यलाई जलवगाहन स्नान गर्नाले पवित्र पार्दछन्, तर गङ्गाजी त दर्शन, स्पर्श, पान अथवा गङ्गा यस नामको कीर्तन गर्नाले मात्रै सैकडौँ हजारौँ पुण्यरहित पुरुषहरूलाई पनि पवित्र गर्दछन्। यसर्थ संसारबाट पार लगाइदिने गङ्गाजललाई पिउनु पर्दछ। जो व्यक्ति प्राण घाँटीमा भएको बेला गङ्गा गङ्गा यस्तो भन्दछ, त्यो विष्णु लोकलाई प्राप्त गर्दछ र पुनः भूलोकमा जन्म लिँदैन। प्राणोत्क्रमण अर्थात् प्राण जानेको वखत जुन पुरुष श्रद्धायुक्त भएर मनले गङ्गाको चिन्तन गर्दछ, त्यो पनि परम गतिलाई प्राप्त गर्दछ। अतः गङ्गाको ध्यान, गङ्गालाई नमस्कार, गङ्गाको स्मरण गर्नु पर्दछ र गङ्गाजल पान गर्नु पर्दछ।
त्यसपछि मोक्ष प्रदान गर्ने श्रीमद् भागवतको कथालाई जति सम्भव हुन्छ त्यति श्रवण गर्नुपर्दछ। जुन व्यक्ति अन्त्य समयमा श्रीमद् भागवत एक श्लोक, आधा श्लोक अथवा एक पादको पनि पाठ गर्दछ त्यो ब्रह्मलोकलाई प्राप्त गरेर पुनः संसारमा कहिल्यै पनि आउँदैन। ब्राह्मण, क्षत्रिय र वैश्यलाई मरणकालमा वेद र उपनिषदहरूले पाठ तथा शिव र विष्णुको स्तुतिले मुक्ति प्राप्त हुन्छ। हे खग, प्राण त्यागको समय मनुष्यले अनसन व्रत, जल र अन्नको त्याग गर्नुपर्दछ र यदि त्यो विरक्त द्वैजनमा हो त त्यसले आतुर सन्यास लिनुपर्दछ। प्राण कण्ठमा आएपछि जो प्राणी मैले सन्यासी लिएँ यस्तो भन्दछ त्यो मरेपछि विष्णु लोकलाई प्राप्त गर्दछ, फेरि पृथ्वीमा त्यसको जन्म हुँदैन। यस प्रकार हे खग, जुन धार्मिक पुरुषको आतुरकालिक पूर्वोक्त कार्य सम्पादित गरिदिन्छ त्यसको प्राणमाथिको छिद्रहरूबाट सुखपूर्वक निस्किन्छन्। मुख, दुवै आँखा, दुवै नाक तथा दुवै कान यी 7 माथिका द्वार छिद्रा हुन्। यी मध्ये कुनै द्वारबाट सुकृति पुण्यात्माको प्राण निस्किन्छ र योगीहरूको प्राण तालुरन्ध्रबाट निस्किन्छ। अपानबाट गएको प्राण जब पृथक हुन जान्छ तब प्राणवायु सूक्ष्म भएर शरीरबाट निस्किन्छ। प्राणवायु रूपी ईश्वर निस्किगएपछि कालले आहत शरीर निराधार वृक्ष झैँ ढल्दछ। प्राण मुक्त भएपछि शरीर तुरुन्तै चेष्टा शून्य, घृणित, दुर्गन्धयुक्त, छुन अयोग्य र सबैको लागि निन्दनीय हुन जान्छ। यस शरीरको किरा, विष्टा तथा भस्मरूप यी 3 अवस्थाहरू हुन्छन्। त्यसमा किरा पर्दछन्। यो विष्टा समान दुर्गन्धयुक्त हुन जान्छ अथवा अन्ततः चितामा भस्म हुन जान्छ। यसर्थ क्षण मात्रमा नष्ट हुन जाने यस देहका लागि मनुष्यद्वारा गर्व किन गर्नु। पञ्चभूतबाट निर्मित यस शरीरको पृथ्वी तत्त्व पृथ्वीमा लीन हुन जान्छ, जल तत्त्व जलमा, तेजस तत्त्व तेजमा र वायु तत्त्व वायुमा लीन हुन जान्छ। यस प्रकार आकाश तत्त्व पनि आकाशमा लीन हुन जान्छ। सबै प्राणीको देहमा स्थित रहने सर्वव्यापी शिवस्वरूप नित्य मुक्त र जगत साक्षी आत्मा अजर अमर छ। सबै इन्द्रियहरूले युक्त र शब्द आदि विषयले युक्त मृत व्यक्तिको देहबाट निस्केको जीव कर्म कोशसित समन्वित तथा काम र राग आदि सहित पुण्यको वासनाले युक्त भएर आफ्नो कर्मद्वारा निर्मित नयाँ शरीरको त्यसै प्रकार प्रवेश गर्दछ जसरी घर जलेपछि गृहस्थ अर्को नयाँ घरमा प्रवेश गर्दछ। तब कंकिणी जालको मालाहरूले युक्त विमान लिएर सुन्दर चमरहरूले सुशोभित देवदूत आउँछन्। धर्मको तत्त्वलाई जान्ने भएका बुद्धिमान धार्मिक जनका प्रिय ती देवदूत कृतकृत्य यस जीवलाई विमानबाट स्वर्ग लिएर जान्छन्। सुन्दर दिव्य शरीर धारण गरी, निर्मल वस्त्र र माला धारण गरी, सुन र रत्न आदिको आवरणहरूले युक्त भएर त्यो महानुभाव जीवदानको प्रभावले देवताहरूद्वारा पूजित भएर स्वर्गलोक प्राप्त गर्दछ। इति गरुण पुराणे शरद्वारे म्रियमाण कृत्या निरूपणं नाम 9 अध्याय। हरि ओम नमः।